हामी रोल्पाको होली जाने बाटो यस्तो छ कि देख्नु अलिकति बिच बाटोमा हिँडेका साथीहरू चाहिँ कहिले पनि जान्न भन्ने जस्तो हुन्छ। यस्तो भिड बाटो यस्तो धुलो यति छ कि के भयो मेरो छोरा बाटो देखेर डर लाग्यो बेबीलाई। बाटो बाटोबाट लग्सिन्छ त हजुर। यस्तो बाटो छ घरले पारी पारी डाँडाहरू छ उति पारी देखिरहेको बाटो बरु त्यही बाटो गए हुन्थ्यो कि नि सानै यो पारी बाटो देखिरहेको छ नि यही बाटो त हो नि हजुरहरू जाने भने नि आउनेबाट आउने साँझ हुन्छ भनेर साँझ यो बाटो टिप्परहरू हिँड्छ नि उताबाट आउने भने आउँदाखेरि त ओह्रालो पर्छ होला नि त्यो बाटो। ए राम्रो 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 देख्नु भएको छ बाटो। हाँसीपुर भन्दा कस्तो छ भन्नु यो बाटो ठुलो बाइक भएको मान्छेहरू यसरी रन्किन्छन् बेला बेला धुलो खुवाउँछन् हामीलाई सानो बाइकलाई। मोबाइलै खस्ला भन्ने जस्तो छ अलिकति बाटोको भिडियो बनाऊँ भन्दा पनि हल्लिएर राम्रोसँग देखिन्न के देखिन्छ भिडियो त्यही पनि यसो हेर्नुहुन्छ भनेर बनाएको बाटो हामीलाई चाहिँ धुलो खुवाइरहनु भएको क्या। अघि बिचमा लग्छु के बरु के अलि अगाडि यो बिचमा हामी धुलो खानेमा पऱ्यौँ पछाडि अड्डिने गाडी आइरहेछ अगाडि जान सकेसम्म अलिकति स्पिडको रहेछु त भनौँ भने बाटो यस्तो छ फेरि स्पिड तिमीले भनेर त हो भन्छ ल भन्नु पनि डर नभनौँ भने साह्रो यही धुलो घुम्दिने र रङ साइडमा हान्छु तर गाडी आएको भए फेरि त्यहाँ हुन्छ नि त। हजुर मेरो छोरा हामी कहाँ गइरहेको छौँ थाहा छ तिम्रो मम्मी जन्मेको ठाउँमा तिमी त फर्स्टचोटि जाँदैछौ होइन के भयो पिसाब गर्ने होला हामी अगाडि बाटो सब गरिसेला हामी आमा छोरालाई नढालिसेला है त श्रीमानज्यू बाटो
भिडियोमा पनि पुरै मोबाइल हल्लिरह। यो पेदाको घुम्ती हो कि नाम थपिसा छ। त्यो तल हामी अडिरहेको थियौँ नि त्यो ठाउँको नाम पेदा हो। पेदा अनि यो चाहिँ घुम्ती यस यस्तोमा नि घरहरू छ नि भगवान्। मान्छेहरू तर कहाँ चाहिँ बसिआएनन् होला है। बर्खामा यो बाटो लास्ट डेन्जर हुन्छ नि। यो धुलो पुरै हिलोमा पर्ने हुन्छ। कहाँ आउनु यो कहाँ होली कति सजै हजुर त आइसकेको छ एकचोटि। अलिअलि सपना जस्तो पनि लाग्दैन तर म जन्मेको ठाउँ चाहिँ गइसकेको छैन नि हजुर होइन। आज चाहिँ मेरो बुढो अनि मेरो छोरा चाहिँ म जन्मेको ठाउँ फर्स्टचोटि जाँदै होइसिन्छ। कस्तो ठाउँमा जन्मिन्छ मम्मी भन्ला छोरोले अनि बुढोको रियाक्सन चाहिँ के आउँछ। बाटो देख्दाखेरि कस्तो लागिरहेको हजुरलाई होइन के भन्न खोजे ला मेरो बुढी यस्तो उसमा जन्मिया रहेछ भनेपछि ला कि होइन यस्तै त हो नि भन्नु मन लाग्यो कि। हजुर पहिला भन्नाले हजुर त्यो उताको बाटो नहिँडेपछि भन्छिन्थ्यो अहिले चाहिँ भन्छिन्न अरे। ल त्यो पनि राम्रै कुरा हजुर उता गएर कमसेकम मेरो बुढी यस्तो गइन्छ भन्छिन् हेर्छु त आसन हामी ऊ तल बाटो कता हो कताबाट आएको होइन बाटो यस्तो छ। यहाँ माथिको स्कुल जस्तो छ स्कुल हो क्या त्यहाँ माथिको विद्यार्थीहरू कता कता आउँछन् नि माथि देखिरहेको त। यो चाहिँ चियान गैरा नाम पनि के राख्यो नि चियान गैरा। चियान गैरा हामी उताबाट हिँड्दै आउने बाटो ठ्याक्कै हिँडेर आइपुग्छ छ नि तलबाट देखाएको थिएँ नि मैले ठाडै त्यो बाटो चाहिँ हिँडेर सर्टकट बाटो यताबाट ठ्याक्कै भनेर आइपुग्छ। चियान गैरा भन्ने ठाउँको यो होटलहरू छन् यहाँ चाहिँ नास्ता पसल किराना पसलहरू छन्। हिँडेर आउने बाटो चाहिँ यो हो यताबाट ठ्याक्कै आइपुग्छ अनि फेरि यहाँनिरबाट सिधै माथि सर्टकट जान्छ कि। चियान गैराको बजार पनि सक्यो। पारिवारिक घरहरू कस्तो भिडमा छन् नि त्यही बाटो त पढ्न आउँछन् होला हामी स्कुलमा यता नजिकै धेरै घरै छैन। जिउको पाटपुट जस्तो भोलिन्छन् भन्ने जस्तो छ बाटो। बिस्तार बिस्तार गरिसकेला छ नि बाटो। पिचको त केही नामै छैन नि हेर्छु न तर यो पिच थियो नि त पहिला यो टिप्परहरू हिँडेर हो यस्तो भएको। एउटा गाडी आउँदो रहेछ विद्यालय क्षेत्र भनेर चाहिँ उता माथि डाँडोमा विद्यालय चाहिँ न घर छ न केही छ डाँडोमा एक्लै छ। अनि विद्यार्थी सायद आउँछ होला
घरहरू भेट्या छैन होइन भने त मान्छे त केही चिनिँदैन। यहाँ भिडियो खिच्ने बेला मोबाइलै खोज्ला भन्ने जस्तो छ। ओके हाम्रो दाइ भाउजू यहाँ चाहिँ खाराले खोनेको उति पारीको भिडियो खिच्दाखेरि बाई बाई टाटा भन्दाखेरि लोटेला राम्रोसँग। हाम्रो भाउजू पनि फर्स्ट पटक जाँदै हुनुहुन्छ क्या आफ्नो बुढा जन्मेको ठाउँमा। अनि मेरो बुढा चाहिँ आफ्नो बुढीको जन्मेको ठाउँमा फर्स्ट पटक जाँदै हुन्छ। कस्तो हुन्छ भाउजूको रियाक्सन अनि मेरो बुढोको रियाक्सन। हजुरले त्यो ऐनामा आफ्नो फेस देखिने बनाइसकेको छैन अनुसा नि? त्यही भएर उतै डाँडामा रोक्सेला न है। खाटाको लिएको नि आउँदैन त्यो माथि त्यो घरहरूदेखि सिधा माथि छ कि उता बाटो पनि हिँडेर आउने बाटो छ कि। धुलो एकचोटि धुलो 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 लास्ट खत्तम रहेछ नि।